पैसा यिनीहरू नतिर्ने कुलमान भ्रष्टाचारी भएर जेल जाने हुन्छ त। अब पख्नुस् न कसरी बिल दियो त त्यत्रो? महालेखाले त हेर्ने के भने तिमीले त यति बाँकी छ भनेर 24 अरब भनेर पहिले भन्यौ, अहिले 16 अरब भन्छौ, कसरी त्यो फरक हो? अस्ति 24 भने अहिले 16 कसरी आयो भन्ने यस्ता यस्ता कुरा उठायो महालेखाले। महालेखाले हेर त उद्योगको महालेखा उसले त अडिट गरे होइन नि, उसले त विद्युत प्राधिकरणको अडिट गरे र विद्युत प्राधिकरण भित्रै र्याङठ्याङ नमिलाई देख्यो उसले। कुरो त्यो होइन, यो संसदको समितिमा पनि कुरा उठाएको थियो। उद्योगले भन्यो ल हामीलाई खपत गरेको बिल दे त, त्यसो भने होइन 24 घण्टा खपत गरेर बिल दियो भने उहाँले दिन सक्नु भएको छैन। अदालतमा चाहिँ मसित छैन भन्नुभएको छ। संसदमा चाहिँ 1 ट्रक सामान त्यो पोका पठाउनु भयो संसदले, किन 45वटा उद्योग छ भनेदेखि त 45वटा उद्योगको 3 वर्षको चाहिँ बिल कति होला? यति होला। 1 ट्रक पठाउनुपर्छ, त्यो जिस्काएको कुरो त त्यहाँ आयो नि। तर उहाँले यति धेरै प्रतिष्ठाको विषय यसलाई किन बनाइरहनु भएको छ? अब उहाँ प्रचार गर्न उहाँ माहिर। पैसा अब जो त हामी जस्तो सामान्य मान्छेले हेर्दाखेरि त 22 अर्ब उठ्ने कुरा छ देशको लागि।